भिसी गर्ने हो भन्छ। के हो र भिसी भनेको भने सोद्धाखेरि पट्ट फर्काउन्न त्यसको उत्तर साले। नमस्ते गाइस, 2 हात जोडेर सम्पूर्ण मेरा प्यारा प्यारा नेपाली दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई नमस्ते टक्राएको छु मैले यही जङ्गल घारीको बीचदेखि तपाईहरुलाई हैन नमस्कार टक्राएको छु। तपाईहरुले पनि नमस्कार फर्काइदिन सब्स्क्राइब गरिदिनु होला हैन। अब के म कुरो गर्न के आको भनेपछि आज चाहिँ हेर्नुस्, यो भिसी भनेको के हो थाहा छ तपाईहरुलाई? थाहा छ गाइस? थाहा छ भनेपछि भनिदिनु पर्यो यार दिमाग खराब हैन। फेसबुकमा हैन ओहो यति राम्रो केटीले फ्रेन्ड रिक्वेस्ट पठायो भने एक्सेप्ट गर्यो, भिसी गर्ने हो भन्छ यार। के रहेछ यो भिसी गर्ने भनेको यार? हामी जस्तो सोझो साझो हैन गाउँले केटोलाई के थाहा? त्यही पनि यस्तो जङ्गल, त्यही पनि मलेसियाको जङ्गल घारीमा बसेर यो पाम ओइलको खेती गर्ने ठाउँमा बसिकिन हैन वरपर हेर त यो जङ्गलको बीचमा बसेको मान्छेलाई भिसी गर्ने हो गरे। ओहो यो भिसी भन्ने चिज के रहेछ यार? के रहेछ मा कसम से म त 3 छक्क परिसक्यो केटा हैन। तिमीहरूलाई थाहा छ भनेपछि मलाई हैन कमेन्ट गर, सब्स्क्राइब गर हैन। त्यसपछि हैन कमेन्टमा भन्दे दाजुभाइहरु धर्म लाग्छ यार भिसी भनेको यस्तो भने ए त नाब यार। अनि ल गरौँ न त नि भन्यो, पैसा माग्छ फेरि पैसा त पैसा माग्छ हैन। यति रुपियाँ पे गर अनि त्यसपछि गरौँ गरे। अनि ल गर्ने चाहिँ के भन्यो, मेसेज गर्यो मोरेकै फर्काउन्न फेरि हैन, मोरेकै फर्काउन्न फेरि। गर्ने भए पे गर कुरा हुन्छ, नत्र भने हुन्न गरे। फेरि यस्तो चिज हो भनिकिन फुल फर्ममा बताइदिए पो हैन यस्तो चिज रहेछ त नि हैन भनिकिन जोस बर्ने जस्तो भए गरौँ त नि भन्ने हुन्थ्यो कुरो। फेरि हैन के हो र भिसी भनेको भने सोद्धाखेरि पट्ट फर्काउन्न त्यसको उत्तर साले कुत्तिनीहरूले। भिसी गर्ने हो मात्रै भन्छ, पैसा पो माग्छ पैसा। यहाँ यत्रो जङ्गलमा हैन मरी गरेको काम म भिसी गरेर पैसा खर्च गर्ने? तिमीहरूले के सोचे? पागल हो? बौला हो? बौला कुकुरले टोकेको छ हामीलाई? हेर केटा यो भिसी भन्ने कुरा छोडे है, कामै छैन यार। बिना कामको दिमाग टटाएर है। त्यही भएर नो 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 हेर केटा हो, गल्ती चाहिँ नगर है। गल्ती चाहिँ नगर केटा हो, गल्ती गर्दै नगर हैन। यो त ठुलो गल्ती, भुल गर्ने गल्ती चाहिँ गर्दै नगर तिमीहरू हैन। यस्ता जाबे केटीहरूको पछि लाग्नु भन्दा हेर केटा हो हैन, बिहे गरेका छौ भनेपछि आफ्नै बुढीको मजाले सेवा गरेर बस। बिहे गरेका छैनौ भनेपछि हैन कसैको लभ परेछ होला हैन, मजाले आफ्नै गर्लफ्रेन्डलाई माया गरेर बस। तर यसले भिसी गरम भन्यो भनिकिन त्यसको पछि लागिकिन हैन त्यो एकचोक्टो मासु हेर्नको लागि तिमीहरूले पैसा खर्च नगर केटा हो। सिधा कुरो हो हैन। न केसेको म बिना दिमाग खराब हैन। मैले सिकाइदियो त भन्यो के हो भनेर, तर मैले ट्राई चाहिँ गरेको है एकचोटि केटा हो। कस्तो हुने रहेछ त भनेर गरेको, बिल्दा हुने रहेछ मासाला। यस्तो पनि काम गर्छन्? यो हुँदै हुन्न, हुने काम गर्नुपर्छ। यो हुन्न आइहाजे बरु हेर केटा हो, म तिमीहरूलाई चट्टु लागिकिन हैन यस्तो दामीको ठाउँ देखाइदिइरहेको छु। इन्जोय गरे हेरिकिन हैन। नयाँ हुनुहुन्छ भनेपछि साथीभाइ दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णले मलाई सब्स्क्राइब गरेर साथ दिनु होला हैन। अब पुरानै हुनुहुन्छ, जोडिरै बस्नु भएको छ भने चाहिँ उहाँहरूलाई धेरै धेरै धन्यवाद छ हैन, सल्युट छ मलाई माया देखाइदिनु भएकोमा। अब कुरो जति गरे पनि यस्तै हो नेपाली दाजुभाइ दिदीबहिनीहरू हैन। नेपालको हालत पनि त्यस्तै छ है। घर फर्क्यौँ लखर डुल्नु बाहेक अरू केही कामै हुन्न। यहाँ बसौँ है, 2 वर्षमा फर्किन्छु भनेर आएको मान्छे 4 वर्षै कटिसक्यो, अझ अत्तो पत्तो छैन साथीहरू। परदेशीको जीवन यस्तै रहेछ हेर्नुस् है।
सोचेको जस्तो त कहाँ हुन्छ र त है। त्यसकारण साथीहरू जहाँ हुनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ, जे गरेर बस्नु भएको छ नेपाली दाजुभाइ दिदीबहिनीहरू, खुसी रहनु होला, खुसी रहनुपर्छ होइन, ह्याप्पी रहनुपर्छ जहिले पनि। जस्तो सुकै पीडा दुःख कष्ट आओस् होइन, त्यसलाई सब गोली मारिदिएर आफू खुसी हुन सक्नुपर्छ। खुसी रहनु होला। यो भिडियोलाई मैले यहीँ अन्त्य गर्न चाहन्छु। हस्त नमस्ते, जय नेपाल।